त्यो पुरै भनेको चाहिँ हाम्रो गाउँठाउँ झरनाको दृश्य हेर्दाखेरि एकदम रमाइलो लागेर चाहिँ हामी यहाँबाट भिडियो बनायौँ। उतातिरको सुदूरपश्चिम प्रदेशको भासुको भिडभन्दा पनि यहाँ त भासुको महाभासु भिडहरू रहेछन्। यतातिर चाहिँ के भन्दाखेरि एकदम डेन्जरहरू भिडहरू छन् होइन। स्वर्ग जान्यो स्वर्ग या स्वर्ग जस्तै छ प्राकृतिक सौन्दर्यता। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी पहाडको यात्रामा निस्केका छौँ र अहिले चाहिँ हामी यता के हो यो हुन्छ भेरीको पुल हो कि जामुको पुल हो त्यो भन्ने ठाउँमा छौँ र हामी चाहिँ बाइकमा सवार गरेर जाँदैछौँ। म र दाजु चाहिँ हामी पहाडको यात्राको लागि निस्केका छौँ। हामीले चाहिँ तपाईँहरूलाई यहाँ पहाड के अरे यहाँ तराईदेखि पहाडसम्मको पुरा यात्राको है जर्नीको सबै है के कस्तो छ, यहाँको अवस्था, यहाँको परिस्थिति, यहाँको भौगोलिक अवस्था है कस्तो विकट छ सबै देखाउने प्रयास गर्नेछौँ। सो भिडियोलाई हेरेर साथ दिनु होला र चिसो पनि छ अनि रुगानी लागेको छ अनि सो गाइज लेट्स वाच टिल द एन्ड। चाहिँ हामी ठ्याक्कै जामुको पुल कटेर अगाडि आइसकेका छौँ र दाजु र म जाँदैछौँ। दाजु आज यस्तो मौसम पनि सफा रहेको छ, घाम पनि यस्तो राम्रो घाम लागेको छ र आजभोलि जामु कुहिनेको बाटो स्पिड पनि भइसकेको छ। बाइक चलाउन पनि एकदम आनन्द छ। आनन्दसम्म चलाएर हामी चाहिँ गइराखेका छौँ गाइड होइन। जाने क्रममा चाहिँ यो बाटो असम जानको लागि र हाम्रो झरना जानको लागि 5-7-8 घन्टामा चाहिँ हामी चाहिँ आरामसँग चाहिँ घर पुग्न सक्ने अवस्था हुन्छ। गाइस हामी चाहिँ यहाँ बाबियाचोर बजारमा पुगिसकेका छौँ। यो चाहिँ रहेको छ बाबियाचोर बजार। यहाँ चाहिँ हाम्रो दाजु छन्। हामी चाहिँ अहिले चाहिँ बाबियाचोरको माथि एकदम उकालो छ, यता उकालोमा चाहिँ हामी बाबियाचोर घरमा अहिले चाहिँ घरमा बसेर त्यसपछि चाहिँ माथि जङ्गलको बाटो चाहिँ जाँदैछौँ। बाटो अलि उकालो टाइपको बाटो छ। त्यो पनि अहिले चाहिँ भर्खरै रोलिङ गरेर चाहिँ बाटो राम्रो छ, एकदम ट्राभल गरेको छ, एकदम आनन्दसँग चलिरहेछ। बाइक पनि खासै धुलो पनि उडिरहेको छैन, खासै बाइक पनि गइँदो रहेछ यो बाटोमा चाहिँ। हामी तपाईँहरूलाई चाहिँ यस्तै बाटोहरू र सम्पूर्ण कुराको जानकारी गराउँदै जाँदैछौँ। यो बाटो चाहिँ ट्राभल गरेको कारणले सहज रहेछ तर पिच चाहिँ भएको छैन। त्यो हामी चाहिँ यहाँ टिकापुरबाट बाबियाचोर 2.5 घन्टामा पुग्न सफल भयो। अलिकति बिचको बाटो ग्राभल गरेको, अनि केही बाटो कच्ची थियो, अनि केही बाटो चाहिँ पिच भएको, त्यो कारणले अलिकति सहज भयो। अबको यात्रा पनि हामी एकदमै सहज हुन्छ भन्ने चाहिँ आशा राखेका छौँ। हेरौँ के कस्तो छ यहाँको रोडको अवस्था। सुर्खेत जिल्ला हो यो। सुर्खेत जिल्लालाई चाहिँ ठ्याक्कै पहाड पनि भनेको छैन, तराई पनि भनेको छैन। यसलाई चाहिँ भित्री मधेसको जिल्ला भनेर चिनिन्छ होइन दाजु? भित्री मधेसको जिल्ला हो। किन भन्दाखेरि यो कुनै ठाउँमा चाहिँ ठ्याक्कै भ्याली जस्तै नै छ, कुनै ठाउँमा ठ्याक्कै तराई जस्तै छ, अनि कुनै ठाउँमा एकदम पहाड जस्तै छ। त्यो भएर गर्दाखेरि यसलाई चाहिँ भित्री मधेसको जिल्लामा राखेको छ। यस्तो चाहिँ रोडको अवस्था चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। हाम्रो दाजुले चाहिँ ड्राइभिङ गरिराख्नु भएको छ।
गाइस हामी भनेको चाहिँ त्यो माथिको डाँडामा पुग्न पर्ने हुन्छ, डाँडामा पुगेर अनि फेरि चाहिँ झर्न पर्ने हुन्छ अरे। पानी रहेछ दहताल भन्ने ए दहताल। हामी चाहिँ यहाँ दहतालमा पुगिसकेका छौँ। यहाँ चाहिँ दहताल छ। एकचोटि हामी चाहिँ हेरेर जानेछौँ। कस्तो लाग्यो दाजु अहिलेसम्मको जर्नी कस्तो रह्यो? एकदम फ्यान्टास्टिक, माइन्ड ब्लोइङ। ए माइन्ड ब्लोइङ है। अनि गाह्रो त भएको छैन होला ड्राइभिङ गर्न? एकदम राम्रो छ, बाटो त्यस्तो गाह्रो छैन। अलिअलि चाहिँ यो ग्राभिलको कारणले गर्दा चाहिँ हो, नभए बाटो पनि राम्रो छ अहिले। बाइक चलाउनको लागि कम्फर्टेबल बाटो चाहिँ छ। दहताले यो नि दहताले यो दहताल यो चाहिँ सुर्खेत जिल्लामा रहेको दहताल हो। यसको इतिहास केही थाहा छ होला दाजुलाई? हामीलाई थाहा चाहिँ केही छैन, जस चाहिँ सुनिएको थियो र अलि हेरेर जाऊँ भनेर चाहिँ हामी यहाँ हेरेर आएछौँ। जस राम्रै रहेछ। नुहाउनु मिल्दो होला कि नै? नुहाउनु मिल्दो होला कि नै? ए हामी चाहिँ यहाँ है एकदम पहाडको बिचबिचमा आइसकेका छौँ र यहाँबाट चाहिँ यो सुर्खेतको चाहिँ बाबियाचोर भन्ने चाहिँ एकदमै भ्याली जस्तै भ्यू देखिरहेछ। वारिपारि चाहिँ डाँडा छ अनि बिचमा चाहिँ यो के अरे बाबियाचोर भन्ने गाउँ रहेको छ। यो चाहिँ एकदमै डाँडै डाँडो छ है, एकदमै भिरै भिर जस्तो छ यो, एकदमै भिर छ है। यो के अरे यो रोड पनि एकदमै उकालो उकालो छ। अनि यहाँ चाहिँ हामी एकछिन यस्तो केही फोटोसोटो लगाऊँ भनेर हो। यी पहाडका भिरहरू हेर्दा जति रमणीय र मनमोहक लागे तापनि तर बाटोको अवस्था पनि साँच्चीकै डरलाग्दो छ। हुन त यो सडक मध्यपश्चिम राजमार्ग बन्दैछ अरे, तर यो बाटोमा खासै मान्छेहरू सवार गर्ने रहेनछ। कारण भनेको डरलाग्दो सडक अवस्था, भिरै भिरमा सडक गएको छ, तर सडक भने उकालो र ओह्रालो मात्रै छ। यो राजमार्ग बन्यो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका जनतालाई साँच्चीकै एकदमै सहज हुनेछ। छोटो समयमा लगभग 5-6 घन्टामा नै अछाम पुग्न सकिने रहेछ। खासै ल्याउँदा रहेछ नि बाइक थापाकाले, यो थापाका मात्रै आउँदा रहेछ। यस्तो रुममा पो आउँछ है। हामीले हेर्दा अघि यो डाँडा चाहिँ कति ठुलो देखिन्थ्यो र हामीले चाहिँ भिडियोमा पनि कैद गरेका छौँ यो दृश्यलाई। तर अहिले हामी भनेको यो डाँडोको टुप्पोमा पुगिसकेका छौँ आफै नै है। अघि चाहिँ हामीलाई चाहिँ कति ठुलो डाँडो लागेको थियो। अब चाहिँ यहाँ रोडको अवस्था पनि झन्झनै गाह्रो गाह्रो आउँदैछ। यस्तो छ बाटो पनि। अघिकावालाई हामीले सोध्नुपर्ने रहेछ बाइकवालालाई बाटो कस्तो छ भनेर। ओहो
यो भिड हामीले देखाएको डाँडोको चाहिँ हामी चाहिँ ठ्याक्कै डाँडोमै आइसकेका छौँ। डाँडोको टुप्पोमा पुगिसकेका छौँ हामी चाहिँ। लास्टै उकालो छ गाइज, हेर्नु न रोडको अवस्था। सोलर लागेको र ठुलो सोलर लाग्यो। पारी गाउँ रहेछ हेर्दा खिच्छन् ऊ पारी गाउँ रहेछन् बिचमा। ए हेर त त्यस्तो ठाउँमा भाइ न पहिला त भोकमरी थियो नि त हो बङ्गाल। हाम्रा माथि काला रावा जस्तै हो क्या यो। हो लेख्छ त डाँडा पनि खतरा खतरा डाँडा छन् त हेरेको। भनेको हेर त कया खतरा देखिन्छ कि। कुन बाटो तल्लो बाटो के नयाँ छ फेरि उरालो आयो। पछाम कतादेखि लाग्ला? ए कतादेखि जङ्गल के हो? जङ्गल घाटो नेपाल। त्यही हो क्या गाइस हामी चाहिँ यस्तो पहाडको बाटोमा त यही बाटो आउने अछाम जानको लागि। अछाम जाने बाटो यो स्कुल रहेछ त जानु। बाटोको त कुरै नगर्नुहोस्, यति उकालो छ, यति ठाडो छ यो बाटो गाइज। र अब चाहिँ उरालो आइरहेछ फेरि। अस्ति गाह्रो रहेछ यहाँ। दाजुका त हातका उभिसक्यो होला नि, हातका खुट्टाका ओछेला। हेर्नुहोस् गाइज, स्वर्ग जान्यो स्वर्ग। या स्वर्ग जस्तै छ प्राकृतिक सौन्दर्यता। दाजु यो फेरि उरालै उरालो छ हौ। राम्रो पनि घर त तिराउनु थियो त्यो उकालो। कुर्रे कुनै न काले स्वर्ग बराबर छ, स्वर्ग बराबर। यी बाटोको अवस्था भनेको चाहिँ यस्तो छ, हेर्नुहोस् है, सक्नुहुन्छ है कति विकट छ है। तपाईँहरूले पनि यहाँ अवलोकन गरिराख्नु भएको होला, एकदमै विकट छ। अनि अछाम पछाडि पर्नको कारण के होला भन्दाखेरि तपाईँहरूले आफैले अब विचार गर्न सक्नुहुन्छ। किन भन्दाखेरि यहाँ सरकारले हाम्रो अछाम जिल्ला भयो, यहाँ सुदूरपश्चिमको जिल्लाहरूलाई यति हेला गरेको छ नि है। त्यही भएर गर्दाखेरि यहाँको राम्रोसँग सडकहरू पनि राम्रोसँग विस्तार हुन सकेका छैनन् है। त्यही भएर गर्दाखेरि यहाँका जनताहरूले एकदमै शास्ति भोगिराख्नु परेको छ। हामीले आज एक दिन आउँदाखेरि त त्यही पनि हामी बाइकमा आउँदाखेरि यति शास्ति भोग्नु पर्यो भनेपछि यहाँका जनताहरूले उपचार गर्नको लागि र अन्य कामको लागि पनि ओहोरदोहोर गर्दाखेरि कति दुःखहरू झेल्नुपर्छ होला। त्यसैले यो भिडियोलाई तपाईँहरूले सम्पूर्णको मास सेयर गरेर साथ दिनुहोला।
किनकि यहाँको विकटताको बारेमा सबैलाई देखाइदिनु होला। पहाड झरेर यत्रो ठुलो पहाड है, कति ठुलो पहाड हो त्यो। त्यो झरेर चाहिँ अब हामी यहाँ तल नदीमा आएका छौँ। तर ठाउँको नाम चाहिँ ठिकै थाहा होइन। ठाउँको नाम चाहिँ यहाँ के रहेछ भन्दाखेरि अछामले जस्तो घाँसका जो सायद अछाम पुगे जस्तो छ। जङ्गलघाट सुर्खेत रहेछ यो। जङ्गलघाट सुर्खेत यो पनि पञ्चपुरी नै रहेछ हौ। पञ्चपुरी नगरपालिका हो। जस अब चाहिँ हामी चाहिँ योभन्दा पारी भनेको चाहिँ अछाम हो। यहाँ चाहिँ यो जङ्गलघाट भन्ने ठाउँ रहेछ, जो चाहिँ सुर्खेतमा नै पर्ने रहेछ। अब हामी यहाँ बाइक कहाँबाट जान्छ अलिक तल छ कि त त्यहाँबाट हुन्छ आएन। कता यता हो यो बाटो। यो चाहिँ हाम्रो चाहिँ झोलुङ्गे पुल जङ्गलघाटको। अनि यहाँ चाहिँ सीमा समाप्त भइसकेको छ। गाइज हामी चाहिँ यो लुङ्गे पुल तरेर जाँदैछौँ है। यहाँको अवस्था के छ भन्दाखेरि एउटा पक्की पुल पनि बन्न सकेको छैन है। आई डोन्ट नो है, बन्ने प्रोसेसमा छ कि के छ, आई डोन्ट नो होइन। अनि तर बन्न चाहिँ पर्ने हो। त्यहाँ चाहिँ बनिरहेको जस्तो देखिरहेको छु मैले, त्यो प्रोसेसमै छ होला है। अनि यता चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि यो भनेको कर्णाली नदी हो। यो कर्णाली नदी चाहिँ यहाँ बगिरहेछ। यो झुलुङ्गे पुल चाहिँ हल्लिँदो रहेछ गाइस, अलिअलि हल्लिरहेछ। दाजु चाहिँ बाइक लगेर अगाडि जानुभयो, अलिकति पुल हल्लिन्छ भनेर म चाहिँ झरेर जाँदैछु। अनि अब योभन्दा पारी चाहिँ अछाम लाग्यो। तुर्माखात, हाम्रो अछामको चाहिँ तुर्माखात भन्ने ठाउँ चाहिँ यहाँबाट सुरुवात भएको जस्तो छ। र यहाँबाट हामी देख्न सक्छौँ है, यो चाहिँ नदी यस्तो बगिरहेछ। यहाँको यो भनेको चाहिँ दृश्यहरू हामी देख्न सक्छौँ। यो पारीको चाहिँ यो जङ्गलघाट भन्ने चाहिँ ठाउँ रहेछ। दाजु चाहिँ उतादेखि चाहिँ आउँदै हुनुहुन्छ। यो आफ्नै बेगमा बगिरहेको छ आफ्नै बेगमा। तर सो ब्युटिफुल भ्यू। यहाँ चाहिँ पुलमा छौँ हामी। यहाँ पछाडि चाहिँ कर्णाली नदी छ। अनि हाम्रो पछाडि चाहिँ उता पछाडि भनेको चाहिँ दाजु आउँदै हुनुहुन्छ। अनि उता पहाडको फेदमा छौँ हामी। टोपी गहिरो छ त, यत्रो गहिरो छ। त्यो झुलुङ्गे पुल यस्तो हल्लिन्छ, पहिला यस्तो डर लाग्थ्यो पुलको झुलुङ्गे पुल चाहिँ। गाडी जाँदाखेरि गएन, डर लाग्थ्यो कि पुल कति चलाइयो है। गाडीमा चलायो भन्दा पहिला त्यहाँ कति ठाउँ छन् कति ठाउँ नभए त मैले त डर माने कि भन्दा पाइला। अब चाहिँ हामी भनेको चाहिँ तुर्माखात गाउँपालिका अछामको। अब हामी चाहिँ हाम्रो प्यारो जन्मभूमि अछाममा चाहिँ प्रवेश गरिसकेका छौँ, लागिसकेका छौँ। अबको केही समयपछि हामी आफ्नै जन्मभूमि धर्नामा पनि पुग्नेछौँ। हामीले चाहिँ अहिले के अरे त्यो ठाउँको नाम के हो? जङ्गलघाटमा चाहिँ हामीले चाहिँ माछा खायौँ है। त्यो महँगो रहेछ अलिकति माछा। अब हामी चाहिँ लाग्दैछौँ उकालो छ यो पहाडको बाटो। हेलो गाइज, हामी चाहिँ यो भासुको भिड जस्तै उकालोमा लाग्दैछौँ। भासुको भिड हाम्रो उतातिरको सुदूरपश्चिम प्रदेशको भासुको भिडभन्दा पनि यहाँ त भासुको महाभासु भिडहरू रहेछन्। यतातिर चाहिँ के भन्दाखेरि एकदम डेन्जरहरू भिडहरू छन् होइन। यस्तो बाटो छ कि गाइज
यो पञ्चपुरी गाउँपालिकाको नगरपालिकामा आधा बाटो चाहिँ राम्रो छ होइन। यतातिर यो जङ्गल घाट आउने बाटोमा चाहिँ यस्तो नराम्रो बाटो छ। गाडीलाई पनि त्यस्तै र गाडी चालकलाई पनि त्यस्तै गाह्रो छ। यो बाटो चाहिँ आउँदा चाहिँ एकदम जानेको मान्छे र एकदम होस पुर्याएर चलाउने मान्छे चाहिँ हुनुपर्छ जस्तो लाग्छ सायद मलाई चाहिँ। यो बाटोले चाहिँ नभए धेरै धोका दिन्छ। बाइक पनि एकदम कम्फर्टेबल बाइक भएन भनेपछि चाहिँ एकदम समस्या छ मान्छेलाई चाहिँ। यस्तो छ बाटोको हालत देख्न सक्नुहुन्छ। नयाँ बनेको रहेछ यो भर्खर यो बाटो भनेको नयाँ रहेछ, भर्खर नै बनेको रहेछ। बल्ल बल्ल गाउँमा चाहिँ सडक पुगेको रहेछ। ढुङ्गाहरू पनि राम्रोसँग पन्छाएको थिएन, यत्र तत्र ढुङ्गाहरू थिए। बाइक चलाउनको लागि पनि त्यति सहज भने थिएन। यो सडक हरेक वर्षायाममा पहिरो गएर अवरुद्ध भइरहेको हुँदो रहेछ। हरेक वर्षायामपछि यो सडक फेरि बनाउन पर्ने अवस्था आउँदो रहेछ। वर्षा समयमा यात्रा गर्न पनि यो सडकमा एकदमै जोखिमपूर्ण रहेछ। जङ्गलघाटको बाटो हेर्दा त तुर्माघाटको बाटो तुलनात्मक रूपमा राम्रो नै रहेछ। जङ्गलघाटको बाटो त ओह्रालो मात्र थियो र तलमाथि भिरै भिड थियो। त्यो भिडमा हेर्दा पनि जिउ नै कापेर आउँथ्यो। तुर्माखानबाट हाम्रो गाउँ जान एक दिन ठ्याक्कै लाग्छ हजुर। तुर्माखानबाट कमल एकचोटि बसेको छु तुर्माखान। किन गएको हो? हिँडेर त्यो यहाँ टिकापुरबाट हिँडेर गएको थियो। को गएको थिएँ? ए यो बाटो त बर्खा फेरि बनाए पनि सिसापानीको बाटो जस्तो बर्खा त यहाँ को आउँदा होला के आउँदा होला। यसरी ढुङ्गा लुट्या हुन्छ नि हुँदा बर्खा त झन्। बाघो बस्यो भने डिसब्यालेन्स हुन्छ कि वेट। जतातिर ध्याबी भयो त्यतातिर ढल्किन्छ त। जतातिर वेट धेरै गयो।
त्यो डाँडो गाइज हामी भनेको चाहिँ त्यो ठुलो डाँडो छ। त्यो देख्नमा चाहिँ अहिले मोबाइलमा एकदमै सानो देखिरहेछ तर एकदमै ठुलो छ। त्यो डाँडोबाट चाहिँ हामी त्यो डाँडो कट्दै 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 फेरि उकालो चढ्दै चढ्दै ओह्रालो झर्दै झर्दै फेरि हामी यहाँको डाँडोमा चाहिँ आइसकेका छौँ। यो डाँडो पनि एकदम उकालो छ, अहिले चाहिँ ओह्रालो छ तर यो चाहिँ सानो डाँडो चाहिँ होइन है गाइज। टुप्पा बाटो त्यो टुप्पोबाट तल झरेर फेरि यो टुप्पोमा दुईवटा डाँडो बाटो होइन त्यसरी अगाडि पनि त्यो उता छ। यो चाहिँ यहाँ बस्तीमा चाहिँ यहाँ राम्रो रहेछ। त्यो माथि अब त्यो दहताल पुगिसक्यो भनेपछि खतम बाटो। हामी त्यो डाँडो कटेर अनि त्यो तलको देखिने नदी कटेर यहाँ माथि यत्रो माथि आइसकेका छौँ है। कुनै कुनै बेला त यस्तो महसुस हुन्थ्यो कि हामी कुन दुनियाँबाट कुन दुनियाँमा आइपुगेका छौँ। ती ठुला ठुला देखिने पहाडको उकालो ओह्रालो बाटो सामना गरेर यहाँसम्म आइपुग्न पक्कै पनि सहज थिएन, एकदमै कठिन थियो। त्यो सबैलाई झेल्दै हामी यहाँसम्म आइपुगेका थियौँ। कहाँ गएर सबै कटेर आउँदा हामी चाहिँ बाटोमै छौँ। अहिले चाहिँ के अरे अँध्यारो हुन लागिसकेको छ, रात पनि थालिसकेको छ। हामी चाहिँ यहाँ यो चाहिँ के बजार भनेको थियो दाजु? अनि यो दुधमा खाटको चाहिँ ठाउँमै छ होइन। यस्तो मोड रहेछ यो बाटो, धेरै टाइम खायो यो बाटोले चाहिँ। अब यसपछि हामी चाहिँ कहाँ पुग्छौँ? हेर्दा हेर्दै रात पनि झमक्क परिसकेको थियो। त्यो एउटा घना जङ्गल थियो। त्यो घना जङ्गलको बाटो हामी सिर्फ दुईजना बाइकमा सवार गरिराखेका थियौँ। हामी कति बेला उज्यालो ठाउँ बजार अथवा गाउँ आउँछ भनेर प्रतीक्षारत थियौँ। हेर्दा हेर्दै टाढा भिडियोमा देखे जस्तै घरहरूको उज्यालो देख्न थाल्यौँ र हामीले केही खुसीको आवाज गऱ्यौँ। एउटा नयाँ बाटो अनि अर्को पहाडको बाटो। नभन्दै एकैछिनपछि हामी कमल बजारमा आइपुग्छौँ। हामी चाहिँ कमल बजार पुगिसकेका छौँ। अब कमल बजार उता छ कमल बजार चाहिँ। सो गाइज हामी चाहिँ हिजो यता रात परिसकेको कारणले चाहिँ यहाँ अछामको ठाटी खाँड भन्ने ठाउँमा चाहिँ हाम्रो एउटा ठुल्बा हुनुहुन्थ्यो, उहाँको घरमा चाहिँ बसेका थियौँ। यहाँबाट चाहिँ अब हामी चाहिँ निस्किन लाग्यौँ। ओके गाइज, यहाँ माथि चाहिँ काफलको बोटाहरू टन्नै छन् है। अब काफल पाक्ने समय पनि आउँदैछ, मलाई लाग्छ सायद चैत्र वैशाखतिर चाहिँ हाम्रो चाहिँ काफल पाकिसक्छन् होला। यहाँ माथितिर भनेको चाहिँ यिनीहरू सबै काफलका बोटाहरू हुन्। त्यो दिन हाम्रो लक्ष्य त खासमा हाम्रो गाउँ दर्ना पुग्ने नै थियो, तर राति भइसकेको कारणले र जङ्गलको बाटो पर्ने भएका कारणले हामीले उतै बस्ने निदो गऱ्यौँ। अनि एक रात हामीले उतै बस्यौँ र त्यसको बिहान हामीले खाना खाएर आफ्नो गाउँ दर्नाको लागि हिँडेका थियौँ र ती कैयौँ अविस्मरणीय पलहरू हामीले अर्को भिडियोमा तपाईँहरूको माझ प्रस्तुत गर्ने नै छौँ।